हेलो साथीहरू, अहिले चाहिँ म छुट्टीबाडी भन्ने ठाउँमा छु। यो चाहिँ इन्डियाको बोर्डर हो र यसबाट म अगाडि जाँदैछु। अगाडि चाहिँ चेकिङ पनि हुँदो रहेछ यहाँ। अब हेरौँ के हुन्छ। ल साथीहरू, यहाँबाट चाहिँ हामी इन्डिया प्रवेश गरिसक्यो। चेकिङ त भएन है मेरो, तर चेकिङ अरूको भइरहेछ। हो, एउटा एक ठाउँमा आएको छु यहाँको प्राइस सोध्नको लागि। के छ अङ्कल, ठिक छ भाइ? कहाँ हो हजुरको घर? हजुरको घर कता हो? इन्डिया हो। स्याउला कति हो यहाँ? 1 किलो स्याउला कति पर्छ? 80 रुपये का 100 ल, एउटा स्याउला 80 रुपियाँ, एउटालाई चाहिँ 100 रुपियाँ अरे। त्यो हाम्रो भन्दा चाहिँ सस्तो नै हो। 100मा 1.5 किलो पनि भन्दै हुनुहुन्छ यहाँ। नेपाली पैसा चल्छ होइन दाइ? नेपाली पैसा पनि सब चल्छ। यो ठाउँ चाहिँ इन्डिया हो। महाराजगञ्ज जिल्लामा पर्दो रहेछ ठुटीबारी भन्ने है। हजुर च्याङ्जा नेपालमा। पोखरा से आगे है च्याङ्जा। अच्छा, पोखरा से आगे? पोखरा तक है। केरालाई कति हो दाइ? केराको कति हो? केरा किलो हो कि दर्जन? किलो। 20 रुपियाँको किलो अरे केरा। त्यस्तै छ यहाँ, सबै थोक सस्तो छ। हजुर, बन्द गरेँ यसको बारे।